यो चाहिँ भात अनि यो चाहिँ पालक साग, माछाको टाउको, यो चाहिँ आलु फ्राई, यो चाहिँ धनियाँको अचार, यो चाहिँ टमाटर र भुटा मासुको अचार, हरियो खुर्सानी अनि साइडमा चाहिँ दाल छ, मुङ दाल हो। साइडमा चाहिँ कोक पनि छ। मेरो खानाका चाहिँ यस्तो छ। नमस्कार सम्पूर्णलाई। आज चाहिँ म फेरि धेरै दिनपछि खाना लिएर आएको छु हजुरको माझमा। आज त्यस्तो खासै स्पेसल चाहिँ छैन, त्यही पनि एउटा भिडियो बनाऊँ भनेर भिडियो बनाएको धेरै भयो। सो भिडियो बनाऊँ भनेर छ। खाना चाहिँ मेरो यस्तो छ है, पालक साग भइहाल्यो, माछा अनि आलु, यो चाहिँ धनियाँको अचार, यो चाहिँ टमाटर भटमासको अचार, यहाँ छ हरियो खुर्सानी, साइडमा छ दाल, साइडमा छ कोक। कस्तो हुनेछ म आयो अब खाए ल। अरे पहिला नम्बरमा चाहिँ खुर्सानी टोक्नु पर्छ। मिठो छ एकदमै। साग चाहिँ मैले एकदम सिम्पल बनाउँछु, लसुन पड्काएर खुर्सानी पड्काएर बस त्यति। एकदम मिठो छ। मैले आलु है फ्राई गरेको। पालक साग चाहिँ एकदम मिठो हुन्छ है। अचार पनि पिरो मिठो छ। पिरो मिठो खोर्सानी, हरियो खोर्सानी जिरे भयो भने डल्ले पनि मिठो हुन्छ। साइडमा दाल पनि छ। माछाको चाहिँ टाउको, मलाई पुच्छा भन्दा टाउको मनपर्छ। टाउको यो भटमास चाहिँ आन्टीले गरिदिनु भएको, डल्लो खोर्सानी चाहिँ बहिनीले। मिठो छ। बिचमा आलु, आलु चाहिँ मेरो एकदमै मनपर्ने सब्जीमा पर्छ। जेमा पनि आलु लगाइदिने हो। मासु पनि आलु, सब्जी पनि आलु, फ्राई पनि आलु। जिन्दगीमा आलु छ। साग में कुक थोड़ा टेस्ट साथी हो गया। और धनियाँको अचार र यो सुकेको के अरे फ्राई गरेको माछा दाल मिठो हुन्छ। तर अझै चाहिँ मैले सब मिक्स गरेर भन्नु। टाउकोमा हड्डी धेरै हुन्छ तर मिठो चाहिँ एकदमै हुन्छ। मलाई चाहिँ टाउको मनपर्छ। माछा खानु नि मन पर्छ तर डर पनि लाग्छ क्या, हड्डी अड्किन्छ हेर्न।
छ तिमी आउनु हो किन टाँसेको माछाको हड्डी अर्कै पनि हाँसेको छ नि यो स्याम चाहिँ यस्तो पिरो छ क्या सकिएको छ तर म घर आएन नि बाटो मजाले हाल्नुपर्छ पेट भर्नेसम्म खाएर पनि खाना आएको मजै हुँदैन होइन सबै चाहियो भातसँग मिठो चाहिँ दाल तर यो अरू सब्जी धेरै भएर म चाहिँ पिएको टाउको चाहिँ यसो टोक्नुदा अर्को टाउकोमा त्यसले त्यो मिठो नि हो त्यसले टाउको मलाई पुग्छ बराबरी भयो भनेर पहिला बताएर दियो है त्यही टाउकै मनपर्छ हड्डी हुन्छ तर मिठो खालको हड्डी हुन्छ क्या Something like that.